1 महिनादेखि बेपत्ता बिना सापकोटाको टिकटकमा भेटियो यस्तो सङ्केत। रुँदै बनाएकी थिइन् पहिलेदेखि निराशा भिडियो। विगत 1 महिनादेखि हराएकी बिना सापकोटाको अहिलेसम्म कुनै पत्ता लागेको छैन भने घटना झन् रहस्यमय बनेको छ। यसैबीच अहिले बिनाको पुरानो टिकटक भिडियोहरू भाइरल भएका छन्। बिनाको पुरानो जति पनि टिकटक छन् त्यसमा धेरै जति रोएको मात्र टिकटक भेटिएका छन्। कतिपय भिडियोमा त उनले आँसु नै बगाएकी छन्। अपराह्न 4:30 बजे घरबाट निस्केकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन्। प्रेमी प्रवेश कँडेलले बिनालाई गैंडाकोट स्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए। आधा घण्टामा आउँछु भनेर गएकी छोरी अहिलेसम्म फर्किएकी बिन आखिर कहाँ हराइन् त बिना। गैंडाकोट नगरपालिका 4 की 21 वर्षीय बिना सापकोटा असार 14 गतेदेखि बेपत्ता थिइन्। छोरी हराएको पिरमा 48 वर्षीय सीता सापकोटाले झापार्दी टोल स्थित घरमा 1 महिनादेखि आफूलाई सम्हाल्नै सकेकी छैनन्। काखमा सिरानी च्यापेर रुँदै बसिन्। बेला बेला बरबराउँछिन्। घरमा आउने आगन्तुकलाई उनी छोरी छिटो खोजिदिन भनेर अनुरोध समेत गरिएकी छन्। दर्शकबिन यसै बीचमा बिना सापकोटाको बारे नयाँ रहस्य खुलेको छ। बिना सापकोटाले देख्ने व्यक्ति मिडियामा आएका छन्। उनले बिनालाई हेटौडामा देखेको भन्दै बयान गरेका छन् कि आखिर बिनालाई उनले साँच्चै देखेका हुन् त के ती व्यक्ति बिना हुन्? दर्शकबिन के हो सत्य तथ्य? यसै विषयमा विशेष रिपोर्ट तयार पारेका छौँ। दर्शकबिन लामो समयदेखि हराइरहेकी नवलपरासी कि गैंडाकोटकी बिना सापकोटाको आजै अत्तो पत्तो छैन। तर केही युट्युब च्यानलमा बिना भेटिन् भनेर बिनाको लास फेला पर्यो भनेर समाचार आएका छन्। यस्तैमा फेरि बिना वीरगञ्जमा देखिने भनेर समाचार आएको छ। एक युट्युब च्यानलमा उपलब्ध भएको भिडियोमा बिनालाई वीरगञ्जमा देख्यौँ भनेर कमेन्ट गरेपछि त्यही कमेन्टको आधारमा खोज तलास गर्दै जाँदा बिना सापकोटालाई वीरगञ्जतिर देखेको भनेर एक महिलाले फोन सम्पर्कमा जानकारी दिएकी छन् र उक्त महिला अहिले दर्शकबिन आखिर सत्य तथ्य के हो? कि बिना सापकोटा भेटिएकै हुन् त? ती व्यक्ति को हुन् बिनालाई देख्ने? दर्शकबिन यी व्यक्ति मिडियामा आए तापनि अझैसम्म प्रष्ट रूपमा पत्ता लागेको छैन। बिना सापकोटालाई देखे भने तापनि अझैसम्म बिना भेटिएकी छैनन्। आखिर कहाँ छिन् त बिना? यसको पछाडि कसको हात रहेको छ? यसै विषयमा थप अपडेट लिएर आउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेकोमा धन्यवाद दिन चाहन्छौँ र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई प्रेस गरी हामीसँग जोडिनुहोला।